टायरले प्रेसरले हानेको घरको बिरामी छोडेर आउनु भएको छ। बुढीमाउ प्रेसरले हानेको बिरामी छोडेर पनि सामाजिक काममा यति खट्नु भएको छ। यो सरकारी काम हो, यो कामलाई प्राथमिकता दिनुपर्छ भनेर टायर दाइ बिचरा यसरी खटिरहनु भएको छ। दर्शक पनि तपाईहरु काम भएन भन्न बिल्कुल तपाईहरुलाई छुट छैन। काम बिल्कुल भइरहेछ। परिवार नाता गोता सबै भोग प्याज तिर्खा आजको यो चाड आज भोलिको माघे संक्रान्ति स्नानका कुराहरू सबै यथावत छोडेर उहाँ यसरी गाडी निकाल्न लाग्नु भयो। घर पनि बनाउनु छ हजुरले? खडा हुँदैछ। आफ्नै घर कि अरूको? आफ्नै घर। आफ्नो घर बन्दैछ, ठेक्का दिनुभएको छ। त्यो घरको निगरानी छोडेर पनि यहाँ यो भिटिएको बस गडेको यो अस्थिपञ्जर निकाल्नलाई यसलाई प्राथमिकता दिनको लागि टायर कान्छालाई यसरी लाग्नु भएको छ। ल भेना कि तान्नु म तान्दिम पुग्दैन होला हेर्छ नत्र म तान्दिन्छु अलिकति हजुर दुईटा टुप्पा यहाँ जोड्दे बाबु ल ल हेरौ यसलाई अलिकति काटेर केही हुन्न कि नआउनु भेना यो कहाँ जाने यहाँ तेरी यसलाई उता ढकाल्दिनु न त्यो तानेर आउँदैन यो टुप्पो उता दिनु न भेना यो टुप्पो अलि उता दिन्छ हो त अब मिलन तान्छ त अझै गुर्जर नेपाल आर्मी भन्नुभएको छ। पुरै देखाउनु भन्नुभएको छ। हामी पुरै देखाइरहेका छौँ यो दृश्य। यतापट्टिबाट जेन्टा चलाएर यो पानी बाहिर फालिँदैछ भने यताबाट चानपुली लगाएर तान्ने काम पनि हुँदैछ। काम निरन्तर रूपमा भइरहेको छ है। काम रोकिएको छैन, काम भइरहेको छ। हामी यो त्रिशुलीकै किनारमा छौँ। दर्शक पनि यतिखेर यो त्रिशुलको किनारबाट देखाइरहेको छु। सक्नुहुन्छ यसरी काम भइरहेको छ। चानपुली लगाएर यसरी काम गर्दै हुनुहुन्छ। हामी एकैछिन विश्राम लिन चाहन्छौँ। अबको केही समयपछि फेरि लाइभमा जोडिनेछौँ। एकछिन हामी छोटो विश्राम लिन चाहन्छौँ। यहाँको धैर्यता केवल राखिरहनु होला, हेरे मिडिया साथ सँगै रहनु होला। चिया खाजा बानी जसरी खाइदिनु होला। हामी केही समय यसरी धमाधम काम भइरहेको छ। मेन समस्या गाडी निकाल्नको लागि भने यो पानीले समस्या दिएको छ। पानी र बालुवाले पानी फाल्न एकछिन छोड्न साथ फेरि यो गाडी पुरिन्छ पानीले। देख्न सक्नुहुन्छ अहिले उहाँ उतै पहरा गएर है ल्याएर पहरा यस्ता छ। हामी काम गरी यहाँ आर्मीले यसरी काम गरिरहेको रुखमा तपाईँको घर आउँछ काम भएन भन्नुहुन्छ ल्याएर काम अर्जुन सापकोटाजीले आज निकाल्ने जस्तो छ कि नै भन्नुहुन्छ। आज त सम्भव छैन, भोलिसम्म सम्भव हुन सक्छ निकाल्नको लागि। सबै जना यतिखेर खटिरहनु भएको छ। केही समयको विश्राम दिइसकेपछि यो जेन्टरलाई फेरि स्टार्ट गरिएको छ। त्यही भएर चाहिँ छोडेको छु अब यहाँ
गाली गर्नु नदिनु मलाई हँ गाली गर्नु नदिनु मलाई हातेर लगाएर के भन्दा तिम्रो फोनमा बोले कि फोन सकिनु यसो यहाँ देखाइदिनु यहाँ हात यस्तो गरेर काटेको बोल्न त 1.5 गिगमा खेल्नु मैले तिम्रो चाहिँ उता हालिसक्यो लाइभको चाहिँ रिलमा देखाउँदैन है देखाउने लाइभको चाहिँ मोबाइललाई एकछिन रेस्ट दिन्छु भनेर मैले हात साह्रै पिसप लाग्छ यता धमाधम काम भइरहेको छ जेसीबी ल्याउन चाहिँ यहाँ सम्भव छैन किनभने यो अलि दिक्कत ठाउँमा छ त्रिशुलीको किनारमा उता पारिपट्टि भइदिएको भए जेसीबी लिएर पनि निकाल्न सकिन्थ्यो होला तर यहाँ बाटो नभएको कारणले गर्दा जेसीबी ल्याउन पनि सकिएको छैन यो चेनफुली देखाइरहेको छु त्यो ठुलो हेभी चेनफुली लगाउँदै हुनुहुन्छ उतापट्टि पनि अर्को लगाउँदै हुनुहुन्छ माथिपट्टि यो रुखमा बाँधिएर यसरी काम भइरहेको छ अब चेनफुलीले काम तान्नको लागि यहाँ तयारी हुँदैछ यसरी यता तयारी हुँदैछ यतापट्टि यो तलपट्टिको भाग भने पानी फाल्ने काम पनि भइरहेको छ अनि सर पार्वतीपुर बस्यो कि भरतपुर ए ठिक छ म भोलि त भ्याउन नछन् पर्सिबाट म बस्छु कि पार्वतीपुर भयो नि अझै पढ्नु ल्याएर बाध्य छैन अब यो यस्तो नि भइसक्यो नि अनि टाइगर आजकै कुरो हो ए उहाँको कुरो देवघाटको ए भनेपछि पार्वतीपुरै बस्यो है हुँदैन हो त नि हो ट्रेन आएपछि छुट्टै हो त नि ठिक हो एकदम राम्रो भएछ त्यो ट्याङ्की देखियो क्या है यो त ट्याङ्की होला डिजेल राख्ने भाँडो हो ट्याङ्की हो त्यो देखिएको भाग ठिक छ ल हजुर नाच्दिनु अब यस्तै हो सर म मेसो मिलेपछि आउँछु सर